झापा एफसीलाई हराउँदै सङ्कटा क्लब एलबिडी झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। झापाको दुधे रङ्गशालामा आज भएको खेलमा घरेलु टोली झापा एफसीलाई 6-0 को गोल अन्तरले हराएको हो। 23औं मिनटमा सङ्कटालाई सेनु परियारले उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएको थियो। पहिलो हाफको इन्जुरी समयमा समीक्षा मगरले गोल गर्दै सङ्कटाको अग्रता 2-0 बनाइन्। दोस्रो हाफमा सङ्कटा झन प्रभावशाली रह्यो। 55औं मिनटमा भुटानकी खेलाडी छिरिङ वाङदेनले गोल गर्दै अग्रता 3-0 मा पुर्याइन्। त्यसपछि 61औं र 83औं मिनटमा पूर्णिमाले लगातार गोल गर्दै 5-0 को अन्तर बनाइन्। खेलको अन्तिम मिनटमा परिवर्तित खेलाडी अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनटमै गोल गर्दै सङ्कटाको जितलाई 6-0 मा पक्का गरेकी थिइन्। आजको खेलमा सङ्कटा क्लबकी पूर्णिमा राई प्लेयर अफ द म्याच घोषित भइन्। उनले 15,000 रुपियाँ र ट्रफी प्राप्त गरिन्।